आजको मेरो दिनको सुरुवात चाहिँ चटपटेबाट भयो अनि मेरो छुट्टी भएकोले म घरबाट बाहिर निक्लेँ। ओ माई गड, मौसम त मन थाम्न नसकिने हरियाली। त्यसैले म फोटो अनि भिडियोहरू खिच्दै जाँदै थिएँ। यत्तिकैमा स्कुल बस आइपुग्यो। मेरो भाइ अनि भाइको साथीहरूलाई हेलो हाई के छ, आजको स्कुल कस्तो भयो भनेको सबैले गुड 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 भन्दै थियो। त्यसपछि उनीहरू लागे उनीहरूको घरतिर, बाहिर म आफ्नो घर आइपुगेपछि खाजा खाएर भाइ खेल्न गयो अनि हजुरबुवा र म मिलेर चाहिँ पुरानो सिसी क्यामेरालाई फालेर नयाँ सिसी क्यामेरा जोड्ने कामहरू गरे। त्यतिकैमा रातको खाना खाने टाइम भइसकेको थियो अनि हामी खानाहरू खाएर आजको दिनलाई चाहिँ अरू दिनभन्दा आज अति नै धेरै सुनौलो दिन र एकदमै महत्त्वपूर्ण दिनको रूपमा हामीले समीक्षा गर्दै सबैजना आफ्नो कोठातर्फ सुत्न गयौँ। र हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो जस्तोको त्यस्तै कमेन्ट गर्न भने नबिर्सिनु होला। मैले अलि अगाडिदेखि नै मिनी भ्लगहरू हाल्दै आइरहेको छु। योभन्दा अघिल्लो एपिसोडहरू पनि धेरै राम्रो छ र म हजुरहरूलाई फेरि भेट्नेछु राम्रो भिडियोको साथमा भोलि। आजको लागि भने बाई बाई।